हेलो नमस्ते एभ्रिवान सबैजना स्वागत छ मेरो ब्लगमा इट्स मी एसएस केस ठकुरी ब्लग तपाईँहरू जान्न चाहन्छु होला एसएस केस को मिनिङ के हो भनेर तब पछि म अवश्य भन्नेछु हजुरलाई त्यसको मिनिङ के हो भनेर अनि भिडियो अगाडि बढाउनुभन्दा पहिला होइन म के भन्न चाहन्छु भन्दाखेरि हजुरले चाहिँ मेरो भिडियोलाई एकदमै हेरिदिनु होला अनि यसो राम्रो लागे पनि मलाई लागे पनि यसो लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला अनि म चाहिँ आज चाहिँ म किन बिहान उठ्छु सधैँ बिहान किन उठ्छु भन्दाखेरि म चाहिँ बिहान जबमा जान्छु त्यही भएर चाहिँ म 6 बजेबाट 3 बजेसम्म हुन्छ मेरो ड्युटी अनि गएर अनि म हजुरहरूलाई त्यहाँको भ्यूहरू देखाइदिन्छु स्विमिङ पुल गार्डन एकदम राम्रो छ होइन आई होप होइन तपाईँहरूलाई पनि मनपर्छ तपाईँहरूलाई मन परेमा होइन तपाईँहरूलाई मन परेमा यसो भिजिट गर्न सक्नुहुन्छ म काम गर्ने ठाउँको नाम हो ग्लोबल होटेल अनि म चाहिँ अब माथि गएर अब फ्रेस भएर आउने अब होइन अब माथि गएर होइन कफीहरू खान्छु अनि त्यसपछि म जान्छु अनि म हजुरलाई अगाडि म भिडियोहरू देखाउनेछु यो भनेको चाहिँ यो कफी फ्याट्ने मेसिन हो अनि यो चाहिँ पेप्सी छ एकचोटि फेरेपछि अनि ब्याट्री चिकेर राखिहाल्नु पर्छ अनि यो ब्याट्री खाइदिन्छ गाइज म पनि जाने बेला भयो रेडी भएँ कफी सबै खाएँ अब म जुत्ता लगाएर अब लगाएर है त बाटो जुत्ता लगाएर अब निस्किन मम्मीले देखाउँछ लुफी अझै ल के भयो ल म अहिले आउँछु है ल बस है हुँदैन है ल बस हाम्रो मम्मी बढालेको अवस्थामा यता यसो हेलो हेर्दैछ न
हेलो भन्दैछ न हामी म गएँ म गएँ हो चाहिँ यस्तो पिरो पनि लागेको छ यो चाहिँ हाम्रो निको कुक रेस्टुरेन्ट हो अब त चाहिँ सब्जी भइहाल्यो होइन म जबमा गएर धेरै भिडियो हाल्छु होइन चारो हुन्छ ज्याकेट लगाइहाल्न पर्छ यो माथि रेस्टुरेन्ट चेन्ज रुममा आएर चेन्ज गरेको प्लेस रुम होइन यही हो हाम्रो ग्लोबलको बाटो यहाँ स्विमिङ पुल होइन जस फुलहरू राम्रो छ यार फुल चाहिँ एकदम बबाल के यो के भन्छ यसलाई सयपत्री फुल है के भन्छ बाटो नै खतरा छ यो चाहिँ गार्डन भयो फुल बबाल फुल के अझ चाहिँ हाम्रो के भन्छ स्टाफ किचन हो यही हो यो चाहिँ यतातिर रुम चाहिँ 700बाट 500बाट 800सम्म छ अनि यो चाहिँ हल भयो होइन यो चाहिँ हल भयो यो एसी हल भन्छ यसलाई अनि उता उनीहरू चाहिँ हाम्रो रेस्टुरेन्ट हो उता चाहिँ त्यही नै हो हाम्रो ग्लोबल होटल म त्यहाँ पाउने ठाउँ जस रमाइलो छ होइन हेलो गाइस जस मेरो भिडियो चाहिँ लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला राम्रो लाग्यो नराम्रो लाग्यो हेरिदिनु होला गाइस है त म चाहिँ अब राम्रो लाग्यो अब यो हाम्रो मैले चाहिँ यो चाहिँ के भनेको के हो भन्नुपर्दा हामीले मैले चाहिँ यो ग्लोबल होटलमा चाहिँ एकदम राम्रो भ्यू छ भिजिट गर्ने मतलब भिजिट गरेर एकचोटि यो ग्लोबल होटल भिजिट हुन यो चाहिँ सेन्टरको अब छ होइन म चाहिँ अब किचनतिर लागि खाँदा होइन घर जानु लाग्यो होइन घर गइसक्यो म बाटोमा भेट छैन अब 3 बज्यो ओए के ब्लग बनाउँदै हिँड्यो कि अब अहिले ब्लग बनाउँदै हिँड्नु लाग्यो यो गाइज म भ्लगमा आइसकेँ अनि अब बबाल हुन्छ यहाँनिर को एकदम जसै पर्दिरहेको कि साँच्ची मेरो जक्सन हो यो यात्राको जक्सन यो चाहिँ एकदम झके हो एकदम कामचोर हो म काम पनि गर्छु काम चोर्न पनि चोर्छु क्लिप बनाएर यता गएँ अब चाहिँ म घर जानु लाग्यो अब घर गएर फ्रेस हुन्छु म अहिले चाहिँ मेरो साथीसँग जाँदैछु ऊ चाहिँ मेरो साथी हो मसँग काम गर्ने अनि राति चाहिँ म चाहिँ भिडियोहरू बनाउँछु अनि त्यसपछि राति 10-11-12तिर अपलोड गर्छु अनि अहिले चाहिँ म कल गरेर आज चाहिँ अलिक अपडेटहरू गर्छु अनि अहिले चाहिँ गेस फाइनली म घर आइपुगेँ अब घर आएपछि अब म भर्खर आइपुगेँ अब बिहाको बनाउनु लागेको छु यहाँ अझसम्म बिस्तारै मिलाएको छैन म फ्रेस हुन्छु फ्रेस भएपछि हजुरलाई फ्रेस भएर अनि एकछिन म सुत्छु अनि त्यसपछि राति कस्तो हुन्छ म हजुरलाई देखाउनेछु अवश्य होइन अनि त्यसपछि म भिडियो एडिट गर्छु एडिट गरेपछि अनि हजुरलाई हामी युट्युबमा अपलोड गर्छु अनि गरेपछि अनि हजुरले हेरेर लाइक सब्सक्राइब एन्ड सेयर नबिर्सिनु गरिदिनु होला हस् त म चाहिँ अब उठेर पनि फ्रेसहरू भएर पनि माथि गएर अनि माथि गएर भर्खर आएको होइन अनि
चाहिँ म बाहिर जान्छु बाहिर चाहिँ माथि जान्छु अनि माथि सब हजुरलाई देखाउनेछु हजुरलाई कस्तो लाग्छ लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला अनि एकदम सपोर्ट गरिदिनु रहेछ समुद्र झिलिमिलीको खबर मेरो अरूको झिलिमिली गाइज अब म हजुरलाई माथिबाट देखाउनेछु कस्तो छ भनेर होइन त गाइज बत्ती बाले अब माथि गइदिउँ न हो माथिको सब बत्ती बाल्छु लुफी यो चाहिँ हाम्रो लुफी हो होइन माई फेभरेट लागि यता हेर लुफी उता के छ के भयो खाना खायो हेलो भनिदेऊ यो चाहिँ हाम्रो घरको लुफी एकदम माया लाग्छ लुफीको होइन यसले चाहिँ यस्तो कि अब नुहाउने भन्दाखेरि अब स्याम्पूहरू यसको स्याम्पूहरू देखायो भने नुहाउनलाई आउँदै भाइको गर्छ नुहाउनु भन्दा पछि गर्छ लुफी द्याट इज माई ग्रान्ड मदर उहाँ हाई भन्छु न हाई भन्छु न भन्छु न मैले एउटा भिडियो बनाएको के भन्छु न मेरो नातिले एकदम सहयोग गरिदिनु होला भनेर भनिदिनु न मेरो नातिलाई एकदम सहयोग गरिदिनु होला अनि कहाँ जान आइसक्यो म मेरो ग्रान्ड मदर मुन जान आइसक्यो ल गइसक्यो अब यहाँको बत्तीहरू बाल्छु होइन के र म my room मुनि गइस यो चाहिँ मेरो किचन होइन एकदम फोहोर छ किचनमा र यो एउटा पनि बत्ती बाल्छ क्या म यस्तो देखिन्छ हाम्रो घरको यस्तो बाल्यो भने होइन मम्मी उता गइसक्यो कि उता आउनु लाइछ अब आउनु लाइछ के अरे ठकुर समाजमा के ठकुर समाज गइसक्यो नि त अनि सुदीको दुलै आयो अनि सँगै आएको होइन ऊ के अरे बाबासँग आइसक्यो नि त के अरे पर्चलसँग आइसिन्छ फुलहरू यो चाहिँ मैले लिएको सो प्लान्ट
होइन यसको पानी फेर्नु पर्ने भएछ यत्रो ठुलो भइसकेको छ यसको फुले यो उल्टो भएछ यो उल्टो भएछ यसरी राख्नुपर्ने हो उल्टो भएछ यसको सुल्टो होला यसको यो हेरेर चाहिँ अब फल्छ बिस्तारै बिस्तारै restaurant. यता चाहिँ म बन्छु त्यहाँ म अनि दाइ अनि भाउजू मम्मी अनि बाबा होइन अनि हजुरलाई कस्तो लाग्यो मेरो भिडियो राम्रो लागेमा लाइक सब्सक्राइब एन्ड राम्रो लाग्यो नि नलाग्यो नि यसो लाइक सब्सक्राइब एन्ड सेयर गरौँ एकदम सपोर्ट गरौँ अनि हजुरलाई अब नयाँ नयाँ भिडियोहरू ल्याउनेछु होइन ल फो है भना यता हो भना नयाँ नयाँ भिडियोहरू ल्याउने छु अनि अहिले चाहिँ यति नै भ्लग अब म इन गर्छु मेरो भ्लगलाई अनि गाइज यता नबिर्सी किन लाइक सब्सक्राइब एन्ड सेयर अनि राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला जस्ट ओके आजलाई यति नै